हेलो साथीहरु, गुड इभिनिङ। आज एउटा विषयमा अलिकति भन्न मन लाग्यो। त्यो खास के हो भने मधेसीहरूको वर्तमान अवस्था जुन छ, दुर्दशापूर्णको अवस्था, त्यो कुन कारणले रहेको हो? के त्यस्ता पूर्वाधारहरू छन् जस कारण मधेसीहरूलाई यस्तो अवस्थामा अझ धेरै लामो समयसम्म रहनुपर्ने छ? त्यसको मूल कारण के हो? केही न केही त त्यहाँ होला यस्ता सर्टकमिङ्सहरू जस कारणले मधेसीहरू यत्रो दिनबाट जुन छ खस बाहुनको एकल जातीय शासन व्यवस्थाको अधीनमा रहनु पर्यो। सेनामा उनीहरूको सहभागिता थिएन। बल्ल तल्ल आएर चाहिँ जस्तरी कि तपाईको केही कसैले भिखमा दिएको हुन्छ, त्यसरी चाहिँ यो संघीयता भिखमा दिएको जस्तो अवस्थामा ल्याएर दिएको छ। त्यसमा पनि कुनै पनि चिजको लागि गिरगिराउनु पर्ने अवस्था छ। दुनिया सबै ठाउँको पुलहरू बन्छ, कमलाको पुल बन्दैन, किनकि त्यो मधेसको जुन छ मध्यबाट गएको छ र मधेसीहरूले त्यसको सुभोग बढी मात्रामा गरिराखेको अवस्था छ। त आखिर यस्तो किन भइरहेको छ हैन? त त्यसको बेसिक रिजन के हो भने खस शासकहरू पूर्ण रूपले ढुक्क छ, किनकि मधेसीलाई सेनाबाट धेरै लामो समयबाट वञ्चित गराइयो अनि उनीहरूसँग अस्त्र शस्त्रको खासै ज्ञान छैन। त्यसपछि मधेसी युवाहरू जुन जान्छ आम्दानी कमाउनको लागि विदेश, हैन, लाहुर भनौँ, जुन लाहुर जान्छ, विदेश जान्छ, त्यो खास गरेर लेबर भिसामा, इन्जिनियरिङ भिसामा, मेडिकल भिसामा, हैन, सुपरभाइजरको भिसामा, तिनीहरूको भिसामा जान्छ। आर्मीको भिसामा जाँदैन। रसिया, इजरायल, दुनिया सबै ठाउँ, अमेरिका लगायतका देशहरूमा त्यो सङ्कटकालको अवस्थामा सेनाहरूको रूपमा वैदेशिक मान्छेहरूको नियुक्ति गरिराखेको हुन्छ। तर त्यो नेपाली मूलका युवाहरू त्यसलाई सेलेक्ट गर्दैन। अब त्यस्तो सेलेक्ट नगरेपछि त्यहाँ के कुरो आयो भने यिनीहरू हतियारको प्रयोगबाट सधैँ वञ्चित नै रह्यो र थप वर्तमान अवस्थाका युवाहरू पनि त्यो हतियारहरू त्यसरी चलाउन जानिसकेको छैन। अनि खस शासकहरू एकल जातीय शासकहरू ढुक्क छन् कि मधेसीहरूले कहिले पनि विद्रोह गरे भने त्यसलाई सेना परिचालन गरेर अथवा प्रहरीको दमनले त्यसलाई तुरुन्त शान्त पार्न सकिन्छ, किनकि मधेसी युवाहरू अस्त्र शस्त्रले सुसज्जित छैनन् र तिनीहरूलाई त्यसको अनुभव पनि छैन। कहिले कुनै सेनाको नोकरीमा पनि जाँदैन, हैन? त्यसैले वर्तमान युवाहरूलाई मेरो दुई हात जोडेर विनम्र आग्रह छ कि तपाईहरू अलिकति आँट गर्नुस्, हैन, र वैदेशिक रोजगार मध्ये कुनै देशमा यदि तपाईं सेनाको रूपमा, सैनिकको रूपमा युद्धको लागि यदि तपाईलाई भिसा आउँछ भने मैले सुनेको अनुसारले रुसी सैनिकमा 35 लाख रुपियाँ त एकमुष्ट दिन्छ यदि तपाईँ भर्ना हुन खोज्नुभयो भने वर्तमान अवस्थामा। त्यसपछि उसको स्यालेरी पनि 3-4 लाख 5 लाख जति हुन्छ र त्योभन्दा बढी पनि हुन सक्छ। अनि त्यसरी वर्षौं वर्ष जिन्दगी विदेशमा खाडीमा बिताउनु भन्दा त कमसेकम 2-4 वर्ष चाहिँ त्यो रसियन सेनामा या लगायतका त्यस्ता सेनाहरूमा अवसर पाउँदाखेरि त्यसमा काम गरेको राम्रो। अनि त्यसले के हुन्छ भने त्यो सेनामा काम गरिरहेको दक्ष जनशक्ति मधेसले पायो भने जुन एकल जातीय नस्लीय शासकहरू छन् तिनीहरूलाई भोलिको डेटमा मधेसीले ठाडो चुनौती दिन सक्छ, किनकि हतियार चलाउने योद्धा पनि मधेसले पाउनेछ। त्यसैले मधेसी युवाहरूलाई मेरो हार्दिक आग्रह छ कि तपाईहरू जुन सैनिकको विदेशबाट कुनै भ्याकेन्सी आउँछ भने त्यो भरेर त्यसमा जाने प्रयास गर्नुहोस्। आजको भिडियोमा यति मात्रै। र जबसम्म हामीबाट अरू डर्दैन तबसम्म हामीलाई चाहिँ तिनीहरूले माया गर्दैन। भय बिनु प्रीत नहोई भनेर रामायणको पनि एउटा लाइन छ, भनेको प्रीत हुनलाई पनि भय चाहिन्छ, प्रीत हुनलाई पनि भय चाहिन्छ, डर चाहिन्छ।
त्यसैले अलिकति सशक्त जबसम्म मधेसी हुँदैन, पैसाले सशक्त हुँदैमा तपाईँ परिवर्तन गर्न सक्नुहुन्न, जनसङ्ख्याले सशक्त हुँदैमा परिवर्तन हुँदैन। अहिले त्यही माओवादीसँग सरकार डराउँछ, किन डराउँछ? वाइसिएल छ त्योसँग। तर मधेसी कुनै पनि दलसँग, कुनै पनि नेताको पछाडिमा त्यस्तो खालको ब्याकअप छैन। त्यसैले जति सक्दो चाँडो त्यस्तो प्रकारको ब्याकअप भयो भने त्यो क्रान्ति गर्नै पर्दैन, हेरेरै डराइहाल्छ। मधेसमा त 20-30 हजार सेनामा काम गरेको युवाहरू छन्, 40,000 50,000 सेनामा विदेशमा रसियाको ट्रेनिङ लिएर आएका सेनाहरू छन्, अमेरिकाको ट्रेनिङ लिएर आएका सेनाहरू छन्, इजरायलबाट ट्रेनिङ लिएर आएका सेनाहरू छन्। नामै सुनेपछि त्यसले जुन आवश्यक चाहिँदो अधिकार हो तुरुन्तै बहाल भइहाल्छ, त्यसको लागि सङ्घर्ष पनि गर्नु पर्दैन। तर अहिलेको अवस्थामा के छ भने त्यो यस्तो प्रकारको स्थिति छ कि मधेसीलाई तिनीहरूले जुन एकल नस्लीय शासकहरू छन् त्यो गुड फर नथिङ हैन। मानिलो यत्रो प्रधानमन्त्री को हुने भन्ने विषय आइरहेको हुन्छ फेसबुकमा, दलहरूले पनि गर्छ हैन। रासोपा बस्ने रे प्रधानमन्त्रीमा, त्यसपछि के भन्छ एमालेको नाम दिएको हुन्छ, राप्रपाको नाम दिएको हुन्छ, बालेनको नाम दिएको हुन्छ। तर मधेसी दलको प्रतिनिधि गर्ने कुनै पनि नेताको नाम त्यहाँ प्रधानमन्त्रीको लिस्टमा हाल्दैन। त्यसको बाउको जिम्मेदारी चल्छ। त्यो चोर फटाहरू 20% 10% जसको जनसङ्ख्या छ नेपालमा, त्यो चोर फटाहरूले जे भन्छ ती हुन्छ। त्यसको लागि मधेसीले यो प्रमाणित गर्नुपर्छ कि मधेसी सेनाको रूपमा पनि काम गरेर आएका युवाहरू त्यहाँ छन्, दक्ष र ट्रेन्ड छन्। जबसम्म यो कुरो हुँदैन तबसम्म चाहिँ मधेसी हेपिन्छ। त्यसको अर्को कुनै पनि विकल्प छैन। धन्यवाद। गुड नाइट।